म जाँदा रुन्छ कि रुँदैन भनेको कहाँ जाँदा माथि जाँदा अनि म रुन्न त तपाईँ जाने कुरै नगर्नु न आमा मेरो त हात खुट्टै चिसो हुन्छ तपाईँले त्यसो भन्दा मेरो हात खुट्टै चिसो हुन्छ कि त्यस्तो कुरा नगर्नु म बिलाइसकेँ त्यसै अब बुढो हुनुभयो अलिअलि कमजोर त भइहाल्छ नि अलिअलि मात्रै होइन धेरै कमजोरी भएको छु अनि तपाईँलाई के लाग्यो रुँदैन जस्तो लाग्यो कान्छो कान्छोले माया गर्दैन मलाई सम्झिँदैन जस्तो लाग्यो तँलाई नसम्झिने भएदेखि म यसरी तेरै छेउमा बसिरहन्छु अरू आएर बसेका छन् छैनन् मेरो त छोरो बाबु बाबु भन्दा पनि बाबु जन्म दिने बाबु मेरो को त म कसरी पाउ भएँ बाबु जत्तिकै भएछ मेरो कसरी म सानो भएँ त ठुलो भएछ त्यस्तो पनि हुन्छ त तपाईँ मेरो जन्म दिने आमा तपाईँले जन्माएर हुर्काएर बढाएर यत्रो बनाएर पो मैले तपाईँको यसरी सेवा गर्न पाएँ